UPSC CSC 2001 मा इकोनोमीको च्याप्टर नेशनल इन्कमबाट आएको क्वेसन हामी डिस्कस गरौँ र क्वेसन चाहिँ द टर्म नेशनल इन्कम रिप्रेजेन्ट्स अप्सन ए ग्रस नेशनल प्रोडक्ट एट मार्केट प्राइसेस माइनस डेप्रिसिएसन अप्सन बी ग्रस नेशनल प्रोडक्ट एट मार्केट प्राइसेस माइनस डेप्रिसिएसन प्लस नेट फ्याक्टर इन्कम फ्रम अब्रॉड अप्सन सी ग्रस नेशनल प्रोडक्ट एट मार्केट प्राइसेस माइनस डेप्रिसिएसन एन्ड इन्डाइरेक्ट ट्याक्सेस प्लस सब्सिडिज अप्सन डी ग्रस नेशनल प्रोडक्ट एट मार्केट प्राइसेस माइनस नेट फ्याक्टर इन्कम फ्रम अब्रॉड र अप्सन डी एकदम रङ हुनेछ किनभने हामी नेसनल इन्कममा नेट फ्याक्टर इन्कम फ्रम अब्रोड पनि चढ्छौँ र अप्सन डी रङ हुनेछ अनि अरू अप्सन एबिसी एकदम सबै एउटै देख्छौँ तर ग्रस नेसनल प्रोडक्टमा नेट फ्याक्टर इन्कम फ्रम अब्रोड अलरेडी एडजस्ट गरेको हुन्छ र अप्सन सी जसमा चाहिँ इन्डाइरेक्ट ट्याक्सेस माइनस गरेको छ अनि सब्सिडिज एड गरेको छ त्यही भएर अप्सन सी चाहिँ एकदम करेक्ट हुनेछ किनभने इन्डाइरेक्ट ट्याक्सेस गभर्मेन्टकोमा जान्छ त त्यो इन्डिभिजुअल्स या सिटिजन्सहरूकोमा आउँदैन तर सब्सिडिज इन्डिभिजुअल्सहरूकोमा हातमा आउँछ र त्यही भएर अप्सन सी चाहिँ एकदम करेक्ट हुने